मलाई हिजो धेरैले मावैको नाम राख भन्थ्यो मलाई मैले चाहिँ नाम राख्दा त राखेँ ल मावैमा राखेन यो साइड मावैको साइडमा राख्थेँ अहिले चाहिँ हामीले त्यता नाम राख्थेँ ठिक छ एकदम आदि ठ्याक्क मामाले केही कुरा राख्छ भने गाडीमा च्याम्पा राख्थे लगाएर गाडी पूजा गर्न जाँदैछु होइन यस अब यहाँको वातावरण अब रमाइलो हुने जस्तो छ यहाँ त टाउको पनि निकालेर मिलेर होइन त भनेर क्या सातम दाइ जान्थ्यो कि लगेर गएको लिएर आएको थियो बस यताउता गाडी हेरेर ड्युटी पनि जाँदैछ नि पूजापाठको सामान लगिसक्यो कि नै यही पाइन्छ ए आउनु होला ल ड्युटी बजाइतिर लाग्यो होइन दुनियाँ कुरा हाम्रो टोलबाट तपाईँ टेन्सन मैले बाटोको लागि मैले भने तर यताका मान्छेले कन्ट्रोल तपाईँले गर्नुपर्यो पुरा त्यति नै छ ए आउनुलाई हेलो हामी चाहिँ त्यहाँ भित्र प्रवेश हुँदैछौँ अब हेलो हेलो अगाडि मान्छेसँग पुरा लाइन लागेछ नि त भने हर्न लाग्दैन यसको हरन छैन त हरन लाग्थ्यो प्रेसर हरन मैले हाल्ने भनेर हिजो ताने हो क्या ठुलो हरन हाल्नु पर्यो यहाँ त्यही हालेको त्यो यो नहाल्नु हाल्नु त्यो भन्दैन यो हेर्दै भने मैले यो अब कस्तो भयो मैले ड्राइभर आइसकेपछि सबै बनाउने भनेको क्या ड्राइभरले के मागेको छ त भोलि यो बुझियो भनिदिएछ कि हेर्ने ड्राइभर बिना त चल्ने मान्छेले थाहा हुन्छ त्यो जति बजे काममा लागिसकेको छ समस्या हुँदैन पुसँग आयो नि त मलाई पनि साह्रै लाग्छ अलिक पछि हिँडाउला त्यसपछि ल हामी सबै आछौँ बाबाहरू सबै आछौँ हामी बुलबुलै हामी चाहिँ दुई टेम्पल आइरहेको होइन पुरा गर्दैछन् रेजसम्म गाडी चाहिँ यो पूजा हुँदैछ